नमस्ते, हरबडी खबरमा हजुरहरूलाई फेरि पनि स्वागत छ। म रिपोर्टर जवाना राई अनि क्यामेराम्यान जग्गु सिंहको साथमा आउन सुरु गरौँ अस्तिको बासी खबर। र यो खबरमा रहेको छ तीनजना दिदीबहिनीहरू। उनीहरूले चाहिँ मुभी हेर्न जाने प्लान बनाएको रहेछ। सबैजना आफ्नो आफ्नो ड्युटीमा हुनुको कारणले गर्दाखेरि थिएटरमै भेटौँ है भनेर उनीहरूले प्लान बनाएको रहेछ। र दिदी चाहिँ पुगेर पनि थिएटरमा पुगेर पनि टिकट काटेर आफ्नो बहिनीहरूको लागि पर्खिएर बसिरहेको रहेछ। पर्खिँदा यहाँ मुभीको टाइम पनि भइसकेको छ। सबैजनाले आफ्नो आफ्नो बेग चेक इन गराएर एन्ट्री गर्दै रहेछ र दिदी चाहिँ आफ्नो बहिनीहरूको लागि पर्खेर यहाँ हत्तु भएर क्यामेरा यता र उता गर्दै बाहिरतिर पनि हेर्दै पर्खिरहेको रहेछ। त्यसो गर्दा पनि नआएर उसले चाहिँ यसो घडी हेरेछ र 5:25 भइसकेको रहेछ। ल तिमीहरू नआउने रहेछौ, म जाँदै गर्छु, तिमीहरू आउँदै गर है, म टिकट बाहिर छोडिराखिदिन्छु भनेर ऊ चाहिँ भित्र गएर एक्लै बसेछ। यहाँ पर्खिँदा आफ्नो बहिनीहरूलाई पर्खिँदा बहिनीहरू पनि बल्ल 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 आइपुगेछ। मुभी ठिक्क सुरु हुनुभन्दा पहिला लेट लतिफहरू दुईजना हाँस्दै आउँदैछ र यहाँ लौ 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 ठन्डा पानी पिउ ठन्डा हुआ भनेर यहाँ पानी पनि दिएछ बहिनीले। मुभी पनि सुरु भइसकेको छ। मुभी चाहिँ यहाँ यी धुरन्धर द रिभेन्ज हेर्नु गएको रहेछ यिनीहरू। तपाईँहरूले हेर्नुभयो कि भएन? हेरिसक्नु भयो होला। र मुभी चाहिँ एकदमै दामी छ भनेको सुनेको थियो अरे यिनीहरू तिनजनाले। हेर्नु त पहिलाको धुरन्धर 1 पनि हेरिसकेको रहेछ। त्यसैले गर्दा यिनीहरू यो धुरन्धर द रिभेन्ज पनि हेर्नु गएको रहेछ। एकदमै इन्स्टाग्राम, युट्युब सबैमा यसको सर्ट्सहरू हेरेर एकदमै हेर्नु मन लाग्ने बनाएर चाहिँ यिनीहरू तिनजनाले बल्ल बल्ल प्लान मिलेर चाहिँ गएको रहेछ। मुभी चाहिँ एकदम लामो रहेछ। बल्ल 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 इन्टरभल भएर चाहिँ यहाँ तिनजनालाई भोक लागेर चाहिँ बहिनीहरू गएर पपकर्न चिज स्यान्डविच लिएर आएछ। यी खानु पायो लाटा रमायो भनेको जस्तै तिनजनाले हाँस्दै खाँदै मुभी इन्जोय गर्दै बसिरहेको रहेछ। मुभी रहेको छ 4 घन्टाको र सबैजना यहीँ चुपचापले बसिरहेको छ मुभी हेर्दै। मुभी चाहिँ त्यस्तो दामी रहेछ र मुभी हेरिसकेर यिनीहरू तिनजना बाहिर निक्लेर मुभीको रिभ्यू दिँदै एकदमै दामी रहेछ, तपाईँहरू पनि हेर्नु जानुहोस् है भन्दै यहाँ बाई बाई भन्दै गरेर गरिरहेको छ। यस्तो खबर सुन्नुको लागि हेर्नुहोस् होला हरभरि खबर।